दर्शकवृन्द नमस्कार। आज हामीले लिएर आएका छौँ को थिए त सुरुमा सगरमाथा चढ्ने व्यक्ति। एडमन्ड कि तेन्जिङ। सन् 1953 मे 29 को त्यो ऐतिहासिक दिन विश्वको सर्वोच्च शिखर सगरमाथा माउन्ट एभरेस्टमा मानव पाइला पर्नु आफैमा एउटा महागाथा थियो। यस गाथाका नायकहरू थिए न्युजिल्यान्डका मौरी पालकबाट पर्वतारोही बनेका सर एडमन्ड हिलारी र नेपालको सोलुखुम्बुमा जन्मेका अनुभवी र निडर शेर्पा पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा। सर एडमन्ड हिलारी, जसको जन्म सन् 1919 मा अकल्यान्डमा भएको थियो, सानैदेखि साहसिक काम र खुल्ला प्रकृतिको खोजीमा थिए। पर्वतारोहणमा लाग्नु अघि उनी पेसाले मौरी पालक थिए। अर्कोतर्फ तेन्जिङ नोर्गे शेर्पा जन्म नाम नामग्याल वाङदी थियो। सानै उमेरमा दार्जिलिङ पुगेर पर्वतारोहणको कठोर पेसामा होमिएका थिए। सन् 1953 को सफल आरोहणपछि तेन्जिङले सगरमाथाका थुप्रै अभियानमा भरिया र गाइडका रूपमा आफ्नो असाधारण शक्ति र अटल धैर्यता प्रदर्शन गरिसकेका थिए। त्यो बेलायतको प्रतिष्ठान जान हन्टको नेतृत्वमा रहेको आरोहण दल थियो। निकै लामो तयारी र हिमालको जोखिमलाई चिर्दै मे 29 को बिहान 11:30 बजे हिलारी र तेन्जिङ एउटै डोरीले बाँधिएको संसारको छानोमा उभिन सफल भए। उनीहरूले इतिहास रचेका थिए। अब आउँछ पहिलो आरोही को हो त? तपाईले सोध्नु भएको प्रश्न। एडमन्ड कि तेन्जिङ को पहिलो सगरमाथा चढे? यसको उत्तर एकदमै स्पष्ट छ। उनीहरूले शिखरमा एकसाथ पाइला टेकेका थिए र आफ्नो जीवनकालमा उनीहरूले यो कीर्तिमानलाई सधैँ संयुक्त रूपमा प्रस्तुत गरे। कसको पहिला भन्ने कुरा उनीहरूले कहिले खुलाएनन्, किनकि उनीहरू दुवै समान रूपमा यसका हकदार थिए। शिखरबाट फर्केपछि यो जोडीलाई विश्वभर ख्याति कमायो। बेलायती महारानीले हिलारीलाई सरको पदवीले सम्मानित गरिन् भने तेन्जिङलाई भारतको पद्मभूषण जस्ता सम्मान प्रदान गरियो। हिलारीले आफ्नो बाँकी जीवन नेपाल र नेपालीको सेवामा समर्पित गरे। उनले हिमालयन ट्रस्ट स्थापना गरी खुम्बु क्षेत्रमा विद्यालय, अस्पताल र हवाई मैदान समेत निर्माण गर्न महत्त्वपूर्ण योगदान दिए। नेपालले हिलारीलाई मानार्थ नागरिकता समेत दिएर सम्मान गरेको थियो। यसरी सगरमाथाको यो महान कथाले हामीलाई सधैँ स्मरण गराउँछ कि कुनै पनि ठुलो सफलता केवल एक व्यक्तिको नभई साहस, सहकार्य र अटुट विश्वासको उपज हो। तपाईले यो महागाथा सुनिदिनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद। सगरमाथाका यी महान नायकहरूको साहस र प्रेरणादायी कथा अरू धेरै नेपालीहरूमाझ पुर्याउनका लागि तपाईले एक सानो सहयोगले ठुलो अर्थ राख्छ। यदि तपाईलाई यो जानकारीमूलक र सुन्न लायक लाग्यो भने कृपया अहिले नै यो भिडियोलाई लाइक गरिदिनुहोस् र यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। तपाईको हरेक लाइक र सब्स्क्राइबले मलाई यस्तै रोचक र प्रेरणादायी सामग्री लिएर आउनका लागि थप ऊर्जा र प्रेरणा प्रदान गर्छ। आगामी रोचक कथाहरू नछुटोस् भन्नका लागि नोटिफिकेसनको घन्टी पनि बजाइदिनु होला। धन्यवाद।